सबैजनालाई मेरो भिडियोमा स्वागत छ हजुरहरूलाई। फेरि मैले आज भिडियो स्टार्ट गरेँ किनकि मैले सर्ट भिडियो लाउँछु भनिरहेको थिएँ, तर अब लङै बनाऊँ न भनेर लङै भिडियो बनाएँ होइन। यता बाउजू मेरो म त कहाँ लगाइरहेको होला नि, यता चाहिँ सेतो आउँछ नि त साथीहरू भन्दै यहाँ उयोहरू सागहरू रोपेको छ। तपाईँहरूलाई बिउ देखाउने छु अनि भरे के गर्ने छु देखाइहाल्ने छु। अब भरे त छ त केही छैन र, अब त्यही हो देखाइ। यताको बिउ हेर्नु होला, क्याडलिस बिउ यस्तो देखिन्छ है। हाम्रो घरदेखिको बिउ चाहिँ साथीहरू यस्तो देखिन्छ। साथीहरू भोलिको लागि फुल हामीले रेडी पारेर जानेछौँ। ल ठिक पार्यो यहाँ मेल देखो। तपाईँहरूलाई शेर्पाको बिहे पनि देखाउने छु। पछि तपाईँहरू मध्येमा एकजनाको म पनि हुने हेरिराख्नु होला। पछि के चाहिन्छ सब तपाईँहरूले सब रेडी गर्नु साथीहरू भन्दै एकछिनमा भेट्छु ल। हाम्रो ठुलो मम्मी पनि आज ड्रेसअप चाहिँ यस्तो छ है। ठुलो मम्मीको ड्रेसअप यता भाउजू हामी यता लामा छाती पुगिन मेरो म यता हाम्रो लामा हजुरबा चाहिँ पढ्दै हुनुहुन्छ। हाम्रो हजुरबा यता पढ्दै हुनुहुन्छ। साथीहरू शेर्पाहरूको धेरै गाह्रो हुन्छ है। म पनि अब तपाईँहरू मात्रै एकजनाको हुने हो, हेरिराख्नु होला भन्दै एकछिनमा भेट्छु। हाम्रो चाहिँ यता बेहुलापट्टिको उयोहरू पनि आइसक्नु भयो। यताबाट हामी चाहिँ यसरी सबैजना यसरी बसेर हेर्दैछु म साथीहरू। यो चाहिँ हामीले बाँड्नुपर्ने ऊ चाहिँ भातवाली है, भातवाली हेलो गर्दैन एकचोटि ऊ हेर हेलो के हो यतिको चाहिँ यतिकै संस्कारी ऊ चाहिँ मासुमा हो। म चाहिँ यता सच्चारमा बसिरहेको छु। साथीहरू हाम्रो चाहिँ यस्तो त्योहरूमा चाहिँ मम्मी लिन आएको छ र त्यही दोकान लिनु आएको तयारी पारेर हामी लाग्यो। अघि पुग्यो अरे के गरेर देखाइहाल्यो। मम्मीलाई रेडी पार्नु थियो नि त, त्यही भएर म आएर मम्मीलाई लिएर जाँदैछु भन्दै एकछिनमा भेट्छु ल। हामी बानसम्म परेकोहरू चाहिँ यसरी जाँदैछौँ है। पर हेर्नु यहाँ पुरै घामले बोलिरहेको छ। यस्तो गर्मीको बेलामा मास्क लगाउनु लगाएर राम्रो छ। यहाँ हामी यो उयो देखाउनु पाएको खासमा चाहिँ सके त हामी फाइनली साथीहरू यतै भाउजू काकी यता नि त काकी चाहिँ यस्तो गर्नु चाहिँ क्या हामीलाई सबैको यहाँ म्याच भएछ भनेर देखाउनु खोजेको होइन भनेर नि त। सानो ओइ हेर त यहाँ बिहान आएर मोज भयो। हेर त्यहाँ दुवै साथीहरू यस्तो हुँदैछ हाम्रो मम्मीहरूको खानपिन व्यवस्था भन्दै साथीहरू हेर्नु न नाति भएपछि यस्तो यस्तो चिजहरू पाउँदो रहेछ। हामी त के गर्नु खोइ छैन त हामीलाई त। ल हेर
हिजोको भिडियो एन्डिङ गर्नु टाइम पनि थिएन, बिर्सिहालेको छु भन्थे। आज चाहिँ म भिडियो एन्डिङ गर्दैछु साथीहरू भन्थे। अर्को भिडियोमा भेटौँला है। अहिले त हामी बजार जानु लाग्यौँ, मेरो त्यहाँ थोरै ब्याङ्कमा काम थियो। त्यही भएर साथीहरू भोलि अर्को नयाँ भिडियोमा भेट्न चाहन्छु भन्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। सबैजना स्वस्थ मस्त व्यस्त रहँला भन्दै आजको भिडियोबाट चाहिँ म बिदा लिएर गएँ। बाई बाई।